फेसबुकमा तपाईँको आइडियाहरू धेरैजनाको चाहिँ सस्पेन्ड भइरहेछ होइन। हामीले जुन कामहरू पर्फर्मेन्सहरू गरिरहेछौँ, अब यसमा अलिकति चाहिँ सचेत हुँदाखेरि राम्रो होला। किनकि भोलि लामो समयसम्म काम गर्न चाहनुहुन्छ भने हेर्नुहोस् है, तपाईँको फेसबुकको निर्देशक गाइडलाइन अनुसार चाहिँ चल्नुभयो भने तपाईँले अगाडि चाहिँ आइडी राख्न सक्नुहुन्छ, बचाउन सक्नुहुन्छ होइन। अब यसमा चाहिँ के कुराहरू छन् भने सुन्नु होला होइन। तपाईँको बच्चाहरूका फोटो भिडियोजहरू सबर नहाल्नुहोस् है। उसले तत्काललाई कन्टेन्ट चाहिँ पुरा गर्छु भनेर आफ्नो बच्चाको फोटो भिडियोहरू, अब धेरैजना साथीहरूको प्रोफाइल फोटोहरू होइन, बच्चाको मात्र प्रयोग गरिराख्नु भएको छ। यो कुराहरूलाई चाहिँ मध्यनजर गर्दै एलर्ट रूपमा लिनुहोस् है। किन भन्दाखेरि अहिले पछिल्लो समयमा धेरै साथीहरूका आइडीहरू सस्पेन्ड भएर फेसबुक गाइडलाइनले के भन्छ भन्दाखेरि तपाईँको फेसबुक बच्चाको फोटो भिडियोजहरू कुनै पनि चाहिँ सिङ्गल फोटोहरू नराख्नुहोस्, नल्याउनुहोस् भन्छ कि। त्यसलाई सस्पेन्ड बनाइदिन्छ। सस्पेन्ड भनेको भोलि आइडी तपाईँको चल्दै चल्दैन। त्यही भएर तपाईँहरूको कतिपय साथीहरूको फेसबुकमा भिडियोहरू आफू पनि देखेको फोटो राख्नुहोस्। कतिपय साथीहरूले प्रोफाइल पिक्चर समेत के छन् भने बच्चाहरूको मात्र राखेका छन्। अब यस्ता यस्ता कुराहरू चाहिँ तपाईँको फेसबुकले ब्यान्ड गरेको छ। ब्यान्ड गरेका क्रियाकलापहरू तपाईँले कन्टिन्यू रूपमा चाहिँ अगाडि बढाउँदै जानुभयो, तपाईँले चेतावनीहरू दिइरहेको हुन्छ, इस्युहरू प्रोफाइलमा देखिरहेको हुन्छ है। यस्तो क्रियाकलापहरू नगर्नुहोस्, एक्टिभिटीहरू है। यस्तो एक्टिभिटीले गर्दाखेरि के हुन्छ त, भोलि मेहनत गरेको आइडी तपाईँले एक सेकेन्डमा फाल्नु पर्ने कुरा के छ भन्दाखेरि ह्याङ्गिङहरू, मान्छे मरेका ह्याङ्गिङ गरेर झुन्डेर मरेका त्यस्ता दृश्यहरू नराख्नुहोस्। र मरेका रगतजन्य चिजहरू देखिएका होइन, यस्ता यस्ता क्रियाकलापले गर्दाखेरि के हुन्छ त, भोलि आइडी ब्यान्ड हुन्छ है। ल यो कुराहरू हेर्नुहोस्, मन पऱ्यो लाइक साइकहरू गर्नुहोस्, नभने आवश्यकै छैन। ठिक छ, सपोर्ट दिनुहोस्।